मानिसको असली रूप तब देखिन्छ जब ऊ अभावमा हुन्छ, दबावमा हुन्छ र एक्लो हुन्छ। संसारमा सबैभन्दा गहिरो कुरा हो स्वभावलाई जोगाइराख्नु। समयले परिस्थिति बदलिदिन्छ, परिस्थितिले मनोवृत्ति बदलिदिन्छ, तर जो व्यक्ति कठिनाइको भिरमा उभिएर पनि आफ्नो स्वभाव जोगाइराख्छ त्यो व्यक्ति साँचो रत्न हो। त्यो व्यक्तिसँग संगत गर्नु जीवनको सबभन्दा ठूलो बुद्धिमानी हो। संगत गर त्यो मान्छेसँग जो गरिब भएर पनि धनी सोच राख्छ, जो कमजोर भएर पनि बलि उत्तर सपना देख्छ, जो थकित भएर पनि मुस्कान बाँड्छ, जो पीडामा भएर पनि अरूलाई मलम लगाउँछ। संगत गर त्यो मान्छेसँग जो न लाभमा बदलिन्छ, न हानिमा, जो न गालीमा झुक्छ, न प्रशंसामा चढ्छ, जो न पैसा देखेर झुक्छ, न पद देखेर बदलिन्छ। साँचो संगत भनेको चरित्रको संगत हो, स्वभावको संगत हो। कसैको लुगाले होइन, बोलीले होइन, कसैको बानी र व्यवहारले संगत गरिन्छ। धेरै मानिसहरूसँग हाम्रो भेट हुन्छ। कतिले हाँसो दिन्छन्, कतिले साथ दिन्छन्, तर थोरै मात्रै हुन्छन् जो स्वभाव जोगाइ राख्न सक्ने विपत्तिका साथी बन्छन्। स्वभाव भनेको चरित्रको आभूषण हो। कुनै मान्छे राम्रो समयमा नम्र, शान्त र मिलनसार हुन्छ, तर दुर्भाग्यको घडी आउँदा ऊ त्यो सब बिर्सन्छ। त्यस्तो मान्छेसँग संगत गर्दा हामी आफै पनि दिन दिनमा अशान्त, आशंका र नकारात्मकताले भरिरहन्छौँ। तर जुन मान्छेमा स्वभाव स्थिर हुन्छ, जुन मान्छे आँधी आए पनि काँडा बन्दैनन् र घाम लागे पनि घमण्डी बन्दैनन्, त्यो मान्छे मानिस मात्र होइनन्, त्यो संगतको वरदान पनि हो।